नमस्ते सबैजनालाई म चाहिँ वन्दना अ फुल टाइम वर्किङ मम अफ आर्या एन्ड एन इभेन्ट डेकोरेटर अफ द स्याप डेकोर। आज चाहिँ मेरी प्यारी अनि चुलबुली आर्या ताराको निर्बुनी थियो। सलिल एन्ड म चाहिँ हाम्रो कोही पेरेन्ट्सहरू बिना नै हाम्री छोरी आर्या तारालाई अस्ट्रेलियामा हुर्काउँदै छौँ अनि त्यस्तै क्रममा आर्या ताराको निर्बुनी पनि सम्पन्न गर्यौं। तर हाम्रो टाढा रहेको फ्यामिली मेम्बर्सहरू दुवैजनालाई एकदमै नै धेरै मिस भइराख्यो। निर्बुनी चाहिँ नेवारी कल्चरमा बेबीहरू 2 इयर्सको हुँदाखेरि एकदमै नै स्पेशल वेमा सेलिब्रेट गर्ने चलन छ। निर्बुनीको सबैभन्दा स्पेशल पार्ट भनेको चाहिँ यमरी, जुन चाहिँ बेबीहरूको इभन बर्थडेजहरूमा मात्रै लगाउने गरिन्छ। अब हेरौँ है त हामीहरूले आर्याको निर्बुनी कसरी सम्पन्न गर्यौं विथ लट्स अफ इन्स्ट्रक्सन्स फ्रम माई मदर इन ल एन्ड सलिल्स हेल्प। यदि हजुरहरूले पनि हामी जस्तै आफ्नो चिल्ड्रेनहरू आफ्नो पेरेन्ट्सबाट टाढा रहेर हुर्काइराख्नु भएको छ अनि उसको निर्बुनी गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो सेभ गरेर राख्नु है त। सबैभन्दा पहिले पालो आउँछ पूजाको थाली रेडी गर्ने। पूजाको थालीमा नहुने सामग्रीहरू भनेको पहेँलो टिका, रातो टिका, चामल, फुल, लावा अनि दही। सगुनको लागि चाहिँ नर्मल सगुन दिने सामग्रीहरू नै हुन्छ, दही, माछा, रक्सी, अन्डा, बारा, यमरी। पूजा गर्नलाई नहुने सामग्रीहरू भनेको चाहिँ सुकुन्ना, गणेश र दिया भएको माना अनि पानी हाल्ने कलश। पूजा गर्नको लागि चाहिँ घरको एकजना फिमेलले गर्नुपर्ने हुन्छ अनि बेबी चाहिँ पूर्व फर्किनु पर्यो अनि सुकुना चाहिँ हामीले बेबीको राइट ह्यान्ड साइडमा राख्नु पर्छ। अनि सबैभन्दा पहिले चाहिँ पानी दिएर बच्चालाई प्युरिफाई गराउने, त्यसपछि चाहिँ दही समेत भएको पूजा थाली चाहिँ बच्चालाई ढोग्न लगाउने अनि फुलले दही निकालेर चामल मुछ्ने अनि त्यसपछि चाहिँ श्री गणेशाय नमः भनेर श्री गणेशको पूजा गर्नु पर्यो। गणेश भगवानलाई फुल, टीका, लड्डु सबै दिनु पर्यो। यदि छ भने सानो केराउ पनि गणेश जीलाई चढाइदिनु पर्यो। अनि त्यसपछि चाहिँ पातमा सबै आफ्नो देवी देवता, कुल देवता, अष्ट चिरञ्जीवी सबै सम्झेर पूजा गर्नु पर्यो। अनि त्यो सबै पूजा गरिसकेपछि मुछेको टीका पनि आफ्नो बच्चालाई दिनु पर्यो अनि बच्चाले आफूलाई ढोगेर अनि त्यो देवी देवताहरूको गणेशको पूजा गर्नु पर्यो। अनि एकचोटि टीका लिएर माथि सिलिङतिर पूजा गर्न लाउनु पर्यो, त्यो चाहिँ गृह लक्ष्मीको लागि हुन्छ। अब 2 वर्षको बच्चाले चाहिँ खासै पूजा गर्न सक्दैन, सो तपाईले नै आफूले यसो गरेर माथि चढिदिनु भयो हुन्छ। अनि त्यसपछि चाहिँ बच्चालाई बुढी औँलाले पहेँलो टिका, रातो टिका अनि मुछेको टिका लगाइदिनु पर्यो। अनि त्यसपछि चाहिँ आफूले नै लगाउने अनि सबैजना मान्छेहरूलाई पनि लगाइदिनु भयो हुन्छ। अनि आउँछ नेक्स्ट यमरी राखेको थाली, जसमा चाहिँ हामीले 2टा सुपारी, पान, यमरीको माला, पैसा, लुगा राखिन्छ अनि त्यो चाहिँ बच्चालाई ढोक्न लगाएर यमरीको माला चाहिँ बच्चालाई लगाइदिने। 2 वर्ष भएको हुनाले चाहिँ हामीले 2टा मात्रै यमरी राखेर माला बनाउने चलन छ अनि त्यो नै बच्चालाई लगाइदिनु। अनि त्यसपछि आउँछ गल्ल गर्ने, जुन चाहिँ हामीले माना अथवा पाथीमा गर्ने गरिन्छ। गल्ल चाहिँ युजुअली हामीले फुल, अबिर, चामल, लावा राखेर गर्ने चलन छ। अनि त्यसपछि चाहिँ हामीले इता अथवा क्यान्डल बालेर बच्चालाई 3 चोटि घुमाइदिनु पर्यो। युजुअली बत्तीले चाहिँ बच्चाको औरा लेभल चाहिँ फिक्स गराउने गर्दो रहेछ। अनि त्यसपछि चाहिँ बच्चालाई अन्डा, माछा, मासु, बारा भएको सगुन दिनु पर्यो। अनि बच्चाले चाहिँ रक्सी दिनु हुँदैन, सो हा मात्रै गरेर दही दिँदा भयो। अनि घरको सबैजना परिवारले लावा, अबिर, फुल लिएर आशीर्वाद दिनु पर्यो अनि सबैजनाले फुल लिएर आशीर्वाद दिँदै उसको टाउकोमा राखिदिनु पर्यो। यति गरिसकेपछि चाहिँ सबै फ्यामिली मेम्बरहरूले पनि सगुन लिँदा भयो। अनि यो सबै कुराहरू चाहिँ हामीले खाली पेटमा गरिरहेको हुन्छौँ, एकदमै भोक लागिरहेको हुन्छ, सो मजाले खाना खानु भयो हुन्छ। हामीहरू चाहिँ सबै कामसाम सकेर खानाहरू खाएर बेलुकातिर चाहिँ मन्दिर पनि गयौँ। यदि हजुरहरूलाई यो भिडियो हेल्पफुल भएमा डोन्ट फर्गेट टु लाइक एन्ड फलो मी फर मोर अफ दिस काइन्ड्स अफ भिडियोज एन्ड जस्ट रिमेम्बर द्याट यु आर डुइङ ग्रेट एज अ पेरेन्ट।